आ यहाँ सबके बीच एगो समस्या लके आयल छी। राजकुमार बहुत आदमी के हेल्प करल के, बहुते के लागी वीडियो बनल के। आहे राजकुमार खुद अपने हेल्प के लागी वीडियो बना रहा है, ताकि ये चीज हम सोशल मीडिया पर नहीं लावाला चाहे छलिए। तो ये श्याम दाई जे है से अभी घर गया रहे हमरा घरे से आपस अल, हमरा समझेला बुझेला, तब हम कुछ हिम्मत बना कर अभी सोशल मीडिया पर लिया और हम हेल्प मांग रहा छी। एकदमै जस्तो राजकुमारले भने तपाईहरुलाई एकदमै यस्तो छ नि, उसको अब तपाईहरुले देख्नु भयो नि, तपाईहरुको आँखाबाट आँसु आउँछ। उसको एउटा बच्चा छ, घरमा छोरो एउटा अपाङ्ग छ। अपाङ्गको कारण किन भन्दाखेरि उसलाई इलाज भयो भने त्यो बच्चा जस्तो तपाईँ हामी त्यस्तै हुन्छ। र तपाईँ हाम्रो एउटा सानो सहयोगले तपाईहरुले 1 रुपैयाँ सहयोग गर्नुस्, उसको बच्चाको ज्यान बाँच्छ। तर उसले कसैलाई भनेको थिएन अहिलेसम्म, उसले छुपाएर राखेको थियो। तर प्रत्यक्ष म उसको घरमा गएँ, देखि मलाई आँखाबाट आँसु झर्यो उसको बच्चा देख्दाखेरि। एकदमै निर्दय यस्तो भयो नि। म उसको बच्चा देख्दा मैले आएर राजकुमार तिमीले एउटा यस्तो सबैजना मिलेर एउटा भिडियो बनाऊ र एकजनाले 1 रुपैयाँ सहयोग गर्यो भने हाम्रो लागि धेरै ठुलो हो। र सबैजना मिलेर 1 रुपैयाँ सहयोग गरिदिनुहोस्। उसको बच्चालाई तपाईहरुको हातमा छ ज्यान, तपाईहरुले बचाइदिन सक्नुहुन्छ। र उसको बच्चा आज तपाईँ हामी जस्तो हाम्रो बच्चा जस्तै हिँड्न सक्छ बाटोमा भन्दै मैले देखेर आफ्नो प्रत्यक्ष आँखाले देखेर आएको भएर आज यो भिडियो हाल्दैछु। तपाईहरु सम्पूर्ण 3 करोड 40 लाख नेपालीसँग म एउटा आग्रह गर्छु, 1 रुपैयाँ हजुरले सहयोग गर्नुहोस्, उसको बच्चाको ज्यान बाँच्छ। कसो निशा जी बोलिए आप। भैया सब आदमी से इतने अनुरोध करे छियो कि देखा राजकुमार के कहना माया प्रेम बनल छो, तेना एकरा बउओ के देखियो आ सब आदमी 1-1 रुपया से सारा चीज हो जाती। तो तेना राजकुमार के भी आप ओकरा बउआ के सब गोरा मिल के हेल्प करा।